So hey guys, welcome back to my channel. तपाईलाई स्वागत छ मेरो YouTube च्यानलमा अनि होप यु गाइज आर डुइङ भेरी वेल। म पनि राम्रो गर्दैछु। सबैजनालाई गुड मर्निङ। आजको मेरो दिनको सुरुवात चाहिँ भन्नुपर्दा भइसकेको छ। आज चाहिँ लगभग अहिले 8 बज्यो। म अघि उठेको उठ्न त स्टार्टिङ चाहिँ भर्खर गर्दैछु अनि 8 बज्यो अनि 10 बजे त मेरो ड्युटी जानुपर्ने हुन्छ। सो 8 बजे अघि नै उठेर अनि यहाँ म कुक हो नि त, फेरि कुक पनि हो। मेरो खाना रेडी हुँदैछ। त्यो खानासाना बनाएर खाएर ओरेर गर्दा त 10 बजी नै हाल्छ। ड्युटी जानुपर्छ। मेरो अनुहार कस्तो अनफ्रेस आइरहेको होला होइन। फ्रेसै भएको छैन नि त, म नुहाएकै छुइनँ। उठेर डाइरेक्ट खाना बनाएको जस्तो देखिरहेछ। सो त्यही हो गाइज। अनि अन्तिमसम्म हेरिदिनु होला, सब्सक्राइब गर्नु होला मेरो च्यानललाई। स्टिल लर्निङमा छु, केही पनि आउँदैन, सिक्दैछु। अहिले त बोल्नु पनि आउँदैन, के बोल्नु के नबोल्नु हुन्छ। यो सुरु भएर होला होइन, के बोल्नु नबोल्नु हुन्छ। तर पछि पछि राम्रो भइ नै हाल्छ। सिक्नुपर्ने कुरा न हो, सिकाउला न, के छ र। त्यही हो गाइज। अब चाहिँ फ्रेस हुनुपर्छ, नुहाउनुपर्छ होइन, अनि फेरि कन्टिन्यू गर्नुपर्छ। फेरि जो भी तूने कैसे किया है, जिया को मेरे बांध ऐसे। ओके, म चाहिँ नुहाइ गरिसकेँ। फ्रेस टक्क अहिले फ्रेस देखेँ यार। नुहाइ सबै गरिसकेँ। मेरो त भातहरू पनि पाकिसक्यो होला लगभग। के मेरो भात सात पाकिसकेछ। के छ केही छैन त यार। मासला त गिदी भयो यार। सब्जी नै केही छैन, अब के बनाइदिनु। बस दाल झानिदिन्छु, त्यही बनाइदिन्छु। केही त छैन अनि। ओके गाइज, अब म चाहिँ जाल झानेर टक्क रेडी भएर ड्युटी जाने बेलामा आउँछु है त। कतिखेर भेट्छु तपाईँलाई। यस, वी आर रेडी फर ड्युटी। म चाहिँ ड्युटीको लागि रेडी भइसक्यो गाइज। कस्तो देखिरहेछ। ठिकै देखिरहेको होला मेरो दाइ। ओ दाइ के हो भने दाइ के हो पर्सुतिर आउनु भएको छ। मेरो हो दाइ, ब्लग हो। ल दाइ, छुट्टी राम्रो मनाउनु होला है त। ओके, टेक केयर मेरो दाइ। ओके गाइज, वी आर गोइङ। सुस लगाउनुपर्छ। फोन ऑफ जा रहा है। जब उसके भाई को कॉल करके उसका भी फोन ऑफ जा रहा है। पापा को कुछ नहीं होगा। बेटे का कॉन्फिडेंस देख कहा जाता है। काम किया किस किससे को जाती है।
क्या So guys, we are here in workplace, right? Me now. Yes, we are in workplace. Oh, Hey, my what's friend. up? What's up? How What's good? up? How good, bro? Yes, Joshua is my friend. Yeah. You're not coming? Yes, we are coming. Hey, Andurua. Stop, nigga. Run, run, run. Yes, we are here. So guys, म चाहिँ काठमाडौँमा आइसकेँ अनि काम मेरो सुरु पनि भइसक्यो। अब यहाँ आएपछि धेरै भिडियो त क्याप्चर गर्नु पाउँदिनँ, यसो अलिअलि। ओइ गान्डुरुवा, meet my friend Daniel again. Hello, guys. Gandu. How are you doing, guys? This What's is my up? Gandu friend. Why Gandu? Wawa, you Gandu. Me no Gandu, Baba. So let me introduce my friend because last time I didn't introduced. So this is my Gandu, Gandu friend Daniel Amankwa. Say something to Nepali. Did you say something? Yeah. Oh, what I want to say is that I need to visit Nepali. No. For me, bro. For you? Halli walli ladki. Let me say my own first. Halli walli. Say Okay. Samir lai subscribe gardinu होला. Okay. So for now, what is your destiny? Your destiny online destiny name? No, just Samir lai subscribe gardinu होला. Samir, like, subscribe. I don't understand what you want. Samir lai subscribe gardinu होला. Okay. Samir, like, subscribe. Gardinu होला. Gardini Hola. Again, repeat. Samir, like, subscribe. Gardini Hola. Okay. Guys, we are at work. So, in the middle of the day, Yeah. you hear from us. In the morning, we are a little busy at work. I tell you guys one thing. Daniel is the most hardworking and most innocent person Sharp. I have ever met. Sharp. This guy is so good. Sharp. The same as you. That's Also why very good. he is my friend. Even all Nepali guys, I met them in Dubai. They are all good. Yeah. Very, very good people. You're That also is good. why I need to visit you guys at Nepali. Okay. After 2 years, I will invite my marriage function. Okay, Baba. You must be come in that day. I'll If you come. not come, gaand marega. Inshallah, I'll come. If you not come, gaand marega. Baba, I'll come. Don't worry, I'll come. No issue. You know, now my fear is in public, so I'm making blog. Now it's coming down. Because first time I make a blog in public, I was too fear like in public. What they think. I don't know. But now I'm more confident. Sure, Yes. everything will be fine, bro. Have confidence about anything you are doing. Yeah. Yeah. So how was your work now? Work is good, but this Running guy- is gandu na? running running is gandu, gandu. and this guy also. Who taha? Too much guy. Kallivalli this guy going now. Which time now? April? He go. Yeah. Which time? He come. Today's April 20? Yeah. Serious? No. Today why? Because 23 April he You go. don't know the day. 23 Okay. 23 Today is April he 13. go. Oh, okay. 23 he go Egypt. You go vacation. Yeah. Okay. You go should home. leave. Make sure You should leave. I will wish he is not come again in this store. Yeah. You go different stories. Okay, bro. So, okay. I will meet you again. Okay, I meet you. Okay, guys. यो चाहिँ हाम्रो स्टोर हो। धेरै क्याप्चर गर्नु पाउँदिनँ म। ओ अनुप नाच कहाँ गयो? ओए गान्डु। अहिले अलिकति मेरो कन्फिडेन्स बढिरहेको छ भ्लग बनाउनुको लागि। पहिला त एक रति पनि थिएन गाइस, सिरियस भन्नु अल्टिमिटर देख्नु भएको छ।
कहाँ गयो फेरि त मुला सो सबै काम सक्यो मेरो ब्रेक टाइम पनि आयो लाक्सै भोक लागिरहेछ अब ब्रेक टाइममा बिरयानी मगाएको छु बिरयानी खान्छु साथी र म खानु आँटेको बिरयानी चाहिँ लास्टै पेट दुखेर आएर भोक लागेर लास्टै भइसक्यो सिउ बिरयानी पनि भिडियो बनाउनुपर्छ बिरयानी कि पुलाउ मगाएको बिरयानी हो नि यो पुलाउ भन्नुपर्छ नि पुलाउ भनेको त्यसले बुझेन अरू बिग्री ल्याएको सही छ त ठिक छ त यसलाई भिडियो बनाउनु पर्यो नि त खाएको त्यसै कस्तो भोक लागिरहेछ दोस्त एकदम 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 यसलाई यस्तो भएर बना मलाई पुलाउ मिठो पुलाउ कागो दिएन शाहजी शाहजी राव मकर तताएको जस्तो छ क्या अघि भएर ल्याएको यो खाएर समुद्रै जानु हो त भिडियो त आजको त भलक कुरा गर्नु पनि अहिले होइन क्या अलिक बरबारै जानुपर्छ 5 बजी 6 बजीतिर गयो भने तिनीहरू ब्रेकै सकिन्छ बिना दायाँ बेची निस्किँदा भइहाल्छ इन्टेनलाई पनि भन्दा तपाईँको त 20 मिनट अगाडि आएको छु यस्तो चाहिँ गर्नुपर्छ होला हौ बरु यति वरिपरि रुम खोजेर भेट्यो भने गाह्रो छ त्यही त भनेको भेट्यो चाहिँ भने टाढै बसेको भन्ने अनि त्यसपछि बसको पैसा चाहिँ हाल्नु लाउने क्या काम बस कार्ड बना त हामीलाई बाहिर कता कता जानु काम लाग्छ नि मैले तँ पनि हो भन्नु खोजेको यस्तो गर्छ होला नि त फेरि एक्स्ट्रा 100 रुपियाँ ब्याङ्कमा हालिदिन्छ नि बस कार्ड बना बस कार्डमा पैसा हाल्छ भन्ने क्या त्यसो भन्छ त्यही त नजिकै भेट्यो भने पनि टाढा छ कि बसमा आउने पैसा हाल्दै बस कार्ड भन्नु त पछि आफूलाई पनि त कता कता घुमिँदैन काम महिना पछि अब त्यो होइन महिना पछि 100 रुपियाँ हाल्छ भने होइन त्यही हो कतै दुबईतिर घुम्न जानु मन लाग्यो भने चाहिँ आफ्नो पैसा लाग्यो बस कार्डमा हुन्छ बस कार्डमा हो त्यो पनि अब हेरौँ न ओके गाइस खलास आजको लिए साथी अगायो त्यतिकै भैँसी छ झन् भैँसी हुने भयो भोक लागेपछिको एक भातले चाहिँ अप्पर सेटिस्फाइड क्या स्वर्ग पुगे यस्तो हुँदैन यो खानासाना सबै भइसक्यो अब चाहिँ एकछिन रेस्ट हान्ने हो तर अघि मैले भने नि खाना यस्तो भोक लागेपछिको त्यो एउटा खाना चाहिँ नि गाइस एकदमै सेटिस्फाइड क्या म स्वर्गमा पुगे जस्तो भइरहेछ सिरियसली अब यहाँ टक्क मेरो रेगुलर ठाउँमा क्या यहाँ उपर मलाई पिस लाग्छ यो ठाउँ चाहिँ होइन पर पिस ठाउँ छ त्यही हो अनि अब
हामी काम गर्ने नै यसको लागि हो नि त। यस्तो रस टाइममा भोक लागेको हुन्छ। अब आफूसँग कुनै बेला पैसा हुँदैन, अब यहाँ त किनेर खानुपर्छ अनि आफूसँग कुनै बेला पैसा हुँदैन। सो त्यो बेलामा चाहिँ यत्तिको खानु पाउँदा चाहिँ आफूलाई ब्लेस्ड फिल हुन्छ क्या। सँगै अब आइए कुराहरू छ होइन, अनि ब्लेस्ड फिल आफैलाई हुन्छ क्या। सो तपाईँहरू पनि मिहिनेत गर्नुहोस्, खानको लागि नै कमाएको हो होइन। आफ्नो फ्यामिलीको लागि खानको लागि मिहिनेत गर्नुहोस्, वर्कआउट गर्नुहोस् अनि सक्दो आफ्नो प्रायोरिटी चाहिँ कामलाई दिनुहोस्। अल्सो माइन्डले, मनबाट होइन माइन्डले गर्ने हो क्या कामहरू। त्यो नि सबैभन्दा तपाईँलाई सेटिस्फाइड दिन्छ नि त मेरो हिसाबमा चाहिँ। त्यही नै भन्न चाहन्छु मैले। मेरो चाहिँ अलिअलि कन्फिडेन्स बिल्डअप हुँदैछ यी मान्छेहरू अगाडि। पहिला चाहिँ बोल्दै सक्दिनँ थिएँ यत्तिको होइन, अहिले चाहिँ जे होस् हुँदैछ। अझै राम्रो राम्रो कुराहरू देखाउने कोसिस गर्छु, किनभने म काममा हुँदा त लाइक के अरे क्याप्चरै गर्नु पाउँदिनँ क्या। त्यस्तै हो बाहिरको ठाउँ। अनि सो अहिले चाहिँ अलिअलि कन्फिडेन्स पनि बिल्डअप हुँदैछ। सो त्यही हो गाइज। अब थोरै रेस्ट गरेर अनि त्यसपछि म एक निन्दा चाहिँ सुत्दिन्छु, त्यसपछि म उठेर तपाईँहरूसँग भेट्छु। स्टे ट्युन्ड। Breakfast, I will walk there again. ऑर्डर बाबा ऑर्डर समीर ऑर्डर ऑर्डर ये देखो गाइस, ब्रेक खत्म है ना, 1 घंटा। हमारा सीनियर पीओसी बाबा वीडियो क्या पढ़ा रहे हैं? मेमोरी है, मेमोरी। हम लोग जाएगा तो स्टोर पे था ना, विनोद भाई था, मैं था, हम साथ में वीडियो बनाता था। 3 महीना रुको ना, हम यहाँ नहीं रहेंगे। 3 महीना नहीं, साला रूम चेंज करने को बोल रहा है। बोका ओए बोका यू गांडू बोका। See my friend, hard working man. Brazil. When I get money, I need to go. Where? Brazil. Brazil? Yeah. I also want to go, but I want to go first Spain. You know Spain? See Brazilian shorties. Too much. Big bobs. Ass. Wait. What the hell? Enjoyment. Guys, Enjoyment over heaven, guys. we are innocent guys. These guys are boka. These guys are Kalaman. We are innocent. Every time he show me like this picture. Every time. कोई घंटा ऑर्डर उठा। चेक विनोद भाई कैसा ऑर्डर पता है मेरा। बाबा इधर ऑर्डर आएगा। सेम कस्टमर क्या वो ज्यादा लेके आओ सॉरी ज्यादा लेके आओ। ऑर्डर दोस्तों सेम ऑर्डर। गाइस जो भी विनोद भाई को पसंद करता है उसको प्लीज वो नंबर भेजे। इस बंदे को लड़की चाहिए। विनोद भाई ऐसे विनोद भाई 12, 14, 16, 18, 20, 21, 22। जो भी लड़की पसंद करते हैं विनोद भाई को नंबर दो प्लीज गाइस। सिंगल है मेरा विनोद भाई। जो भी लड़की पसंद करती है प्लीज नंबर दो। मेरा विनोद भाई सिंगल है। चेक कैसे
यही जब तक जिसके पास भी जाए ना मेरे को लाके नीचे चाहिए। 538 किसके पास है? 538 विनोद क्या मसला है यार? आइटम दे उधर आइस बैग का मैं बोला इसमें भी दे रखा है आइस बैग नहीं लेके उसी टाइम में वो बोला अभी तुम्हारा गलती नहीं है तो घा मत करो यार मेरे पास विनोद टू बैक क्लोज टू बैक बस देखो किसी बड़ी से ड्रामा दिस गाइस वाला ग्रेसी गाइस विल किल हिम इनसाइड बेस बाबा आइस बैग बोलेगा तो ब्रेक आइस बैग बाबा आइस बैग उधर रख के इधर तो गलती हो गया बोल रहा है तो ज्यादा बात कर रहा है फिर टू मच ड्रामा सब बोल This guy is crazy ना. Vinod bhai good. This guy is crazy. तानो तो ये अमला ये फिंगर है ना क्या खत्म बाबा मैं तुम्हारा नेवाड़ी में कचरा बात कर रहा हूँ वो भी रिकॉर्ड होता है सारा आएगा. मैं सारा मेमोरी रिकॉर्ड कर रहा हूँ अभी. सीरियस. रिकॉर्ड खाली वाली. सारा आइस बैग Once again I am telling you guys, जो भी लड़की दिख रही है मेरे विनोद भाई उसको वो नंबर छोड़ के दो विनोद भाई को. सी बहुत हार्ड वर्किंग है यार मेरा विनोद भाई यार. चाबी कौन लेके गया कल मैं भूल गया था सर टॉयलेट का चाबी हमेशा आप रखते हो. हमेशा आप रखते. मैंने तो केवशी को भी बोल दिया. विनोद भाई रख लिया. भाई ये पैकेट में डाल दिया मैं भूल गया ऐसे किया चला गया लाड़ा मुझे एक वो भी रिकॉर्ड होता है यार खाली वाली ना. ऑल रिकॉर्ड ना. ऑल रिकॉर्ड. आई रिकॉर्ड ऑल. खाली वाली विनोद भाई व्हाट यू से आई डोंट केयर. प्लीज थिंक अबाउट बिफोर यू स्पीक. महेन्द्र सो गाइज अहिले चाहिँ साँझ भइसक्यो अनि म निस्किँदैछु कफी खान. यु नो साँझको कफी एकदमै गुड हुन्छ क्या मेरो लागि चाहिँ. यत्रो थकान पछि एक कफ कफी खानु पाउँदा चाहिँ लाइक रिलिफ हुन्छ क्या. सो म त्यहाँ पर जाँदैछु कफी खानको लागि. स्ट्रङ कफी एक सर्ट हानेपछि वहाँ छ कफी खाने ठाउँ. यो चाहिँ मेरो एरिया हो होइन. तर यहीँ आएर चाहिँ कफी खाने बानी पऱ्यो क्या मेरो. योभन्दा उता त थिएन. 10-12 घन्टा काम हानेपछि अनि एक कप कफी त्यो खाएपछि चाहिँ अनि टक्क एनर्जी क्या भित्रैबाट एनर्जी आए जस्तो फिल हुन्छ क्या मलाई. ब्ल्याक कफी खानु पर्ला. यो चाहिँ टक्क मेन रोड भयो होइन. उतापट्टि मेन रोड गरी जान्छ. ओ एक ब्लैक कॉफी दो. हाँ ये ब्लैक कॉफी इसको चाहिए. ब्लैक या ब्लैक कॉफी हाँ विदाउट शुगर. रक्क I only like about Gulf countries road. रोडहरू चाहिँ बब्बाले लाग्छ क्या मलाई अरूभन्दा पनि. अरू त ठिकै छ तर रोडहरू चाहिँ एकदमै दामी सबै गुड छ. कामहरू पेलाहरू त अब त्यो त अब गोरु पेलाइ छ तर नियम कानुन अनि रोडहरू चाहिँ अलिकति क्लिन छ क्या. त्यस्तो छैन क्या खासै. सो आई एम हियर टु नाउ कफी. ए म जहिले डेली बेसिसमा कफी पिउने ठाउँ चाहिँ यही गाइस. ओके माई कफी इज रेडी. सो म चाहिँ अहिले एउटा मेरो रेगुलर ठाउँ छ क्या. म जहिले बेलुका नै आएर बसिरहेको
म पनि अहिले यहीँ बसिरहेको छु थोरै ब्रेक लिएर कफी खानको लागि आएको छु कफी चाहिँ खानै पर्ने हुन्छ दिनमा 2-3 चोटि त कफी त खानै पर्ने हुन्छ सो गाइज म पनि अब मेरो यो भ्लग म यही टुङ्ग्याउन चाहन्छु थ्याङ्क यू एभ्री वान लास्ट भिडियोमा जसले पनि हेरिदिनु भयो जसले कमेन्ट गरिदिनु भयो मेरो साथीभाइ मेरो इष्टमित्रहरू सबैजनालाई थ्याङ्क यू मेरो भ्युवर्सहरूलाई मेरो साथीहरूलाई मेरो लभ वान्सहरूलाई सबैजनालाई थ्याङ्क यू सो मच म चाहिँ के भन्न चाहन्छु भने यो लास्टमा चाहिँ प्लिज मेरो केही पनि अथवा केही मिलेको छैन भने अथवा मैले के सुधार्नु पर्ने छ त्यो कुराहरू मलाई सुधार्नु छ भने प्लिज सजेस्ट मी भाइ त यो गर तैँले अझै यो सुधार्नु पर्ने छ अझै तेरो यो गर्दाखेरि चाहिँ त अझै बेटर हुन्छ है भनेर मलाई त्यो सजेसन दिनुभयो भने आई एम भेरी ह्याप्पी मोटिभेट गर्नु होला मलाई यो टाइममा मलाई एकदमै मोटिभेटको आवश्यक पनि पर्छ मलाई सजेसन पनि दिनु होला मेरो गल्तीहरू भनिदिनु होला हैन म डेफिनेटली तपाईँहरूले भनेको कुराहरूलाई चाहिँ म नेक्स्ट भिडियोमा मेरो कुनै पनि आउने भिडियोमा म डेफिनेटली म त्यो सजेसनमा युज गर्छु अनि त्यही हो गाइज फर्स्ट स्टेप हो मैले सारेको अहिले धेरै भएको छैन 2 दिन त भयो डेफिनेटली आउने 1 इयर 2 इयर्समा म पनि राम्रो गर्छु होला मलाई भरोसा छ म माथि अनि अहिले त त्यति साह्रो पब्लिकमा म भिडियो बनाउन सक्दिनँ अस्तिको भन्दा चाहिँ अलिक बेटर भएको छ होइन तर स्टिल अझै पनि 2-3 जना मान्छेहरू अगाडिबाट आयो भने म सक्दिनँ क्या सो आई विल ट्राई माई बेस्ट अनि तपाईँहरूले पनि हेर्नुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु थ्याङ्क यू गाइज किप लभिङ